सफल होस् होइन तपाईँले सबै सोचेको आँटेको सबै पुरा होस् अब तेरो अब आज भयो भने मेरो पनि अब 9 दिनपछि भइहाल्छ चिन्ता नगर सँगै उड्ने भनेको सँगै उड्ने भइयो दिदी अगाडि भाइ पछाडि 9 दिनको फरकमा ल राम्रोसँग गरौँ धन्यवाद तिमीले नामसँग जाऊ ल कङ्गाल मारौँ नै पर्दो रहेछ जिन्दगीमा बाई बाई सम्पूर्ण मेरा प्यारा भक्तजनहरूलाई स्वागत छ है मेरो युट्युब च्यानलमा आयो हजुरहरू सबै आरामै हुनुहुन्छ है खुसियाली बाँड्दैनस् है खुसियाली बाँड्दै हेर्नुहोस् अनि मैले चाहिँ योभन्दा अगाडिको भ्लगमा हजुरलाई मैले भनिसकेँ नि त अब यसपछि चाहिँ मैले के हुनसक्छ त म अब हजुरलाई देखाउँछु भन्दैछु होइन अब दिदीको सपिङ गरेर म पनि आज आएँ होइन अनि त्यो दिदीको सामानहरू लिएर आएर ल्यापटपहरू पनि लिएर आएँ नि त मैले अघिल्लो भ्लगमा नै भनिसकेँ नि त अनि दिदीहरूको सामानमा यस्तो भइरहेको यिनी साथीले चाहिँ पम्प हानिराख्यो नि अलिकति त्यो हावा निकाल्नु पऱ्यो नि त बाबा यहाँ हुनुहुन्छ सिस्टर कहिलेको फ्लाइट भोलि बिहान कति बजे यता हेरेर 11:45 आमामा कहाँको लागि भन्दाखेरि युके केटीहरू युके जान लागिसके तर चाहिँ म पनि नेपालमा धेरै दिन बस्दिनँ अब मैले चाहिँ सच बोल्दैछु होइन किनभने म पनि नेपालमा बस्ने होला होइन त उड्ने अगाडि कि म उड्ने अब हजुरलाई पनि थाहा भयो मेरो पनि भिजा आयो गाइस मेरो पनि भिजा आयो होइन यसको चाहिँ 21 गतेको भयो हो यसको 21 गते भयो मेरो चाहिँ चैतको 1 गते होलीको दिन कताको तराईको होलीको दिन चाहिँ चैत 1 गते चाहिँ मार्च 14 मा चाहिँ मेरो फिक्स भयो होइन भिजा आयो पासपोर्ट चाहिँ अहिले इन्डिया छ इन्डियाबाट आउने हो होइन अब चाहिँ दिदी पनि अब आफ्नो काममा चाहिँ गर्दैछ होइन अनि ठ्याक्क यताउता भन्नुमा के भयो भन्दाखेरि चाहिँ हामी चाहिँ लडिरहेको थियौँ कि तेरो भिजा आउने कि अगाडि त उड्ने कि अगाडि म उड्ने भइरहेको थियो अब दिदी उड्ने भयो अफकोर्स तेरो चाहिँ 1 दिनभित्र आइसक्यो कि त्यसको त्यो पासपोर्टमा चाहिँ भिजा छाप हालेर आएको अब म त जनवरी 10 मा गएको थिएँ भेटेस गर्न अनि मार्च 1 मा आएको मेरो त टाइम लाग्यो नि त मेरो 45-48 दिन त्यसमा चाहिँ अलिकति ढिलो भएको अब साथीले पम्प हान्दै भ्याए अर्को साथी यहाँ छन् अब ठ्याक्क सबै कामहरू यहाँ भइरहेको लाने हो यस्तै हो अब अलिकति त्यो त भइहाल्छ क्या त्यही भएर अब यस्तो अब भोलिको बिहान फ्लाइट हो नि त त्यही भएर चाहिँ अनि अहिले मिलाउँदैछौँ कि अगाडि मिलिसकेको थियो फेरि पछि निकाल्नु पर्ने स्थिति भयो किनभने म पनि अलिक सपिङ गर्ने भनेर एउटा चाहिँ लगाइने भयो क्या मैले त्यो लगेज हुँदाखेरि अनि फेरि निकालेर फेरि गर्नुपर्ने भयो त्यही त हो दुःख छ नि त अब बनाउने हो खाना जा होइन खाना बनाउने हो खाना त बनाएर खाएको त यति खाएको मैले अब बाबाले बनाउने त्यो गर्ने अब त बनाउनु पर्यो गाइस मेरो भ्लगमा चाहिँ नेचुरल भ्लग हो होइन झगडा हुन्छ यताउता हुन्छ रमाइलो हुन्छ मस्ती हुन्छ होइन जे पनि हुन्छ ए यस्तरी नाप्नु पर्दो रहेछ वेट होइन 7.350 हरेक एउटा गरी राख नोटमा लेख्ने ल गाइस है अहिले चाहिँ ठ्याक्क 9:50 भएको छ राति हुन लागिसक्यो यो चाहिँ राति भइसक्यो त अहिले पो अलि बत्ती बलेर हो नि टक्क हलाएर हजुर सुतेर पनि कतिचोटि उठिसक्नु भयो अझ अनि यहाँ चाहिँ खाना खाएर बसिसकेँ तर मैले अझैसम्म खाएको छैन किनभने एउटा छुट्टी टेन्सन होइन भइरहेको छ टेन्सन दिदी यो कहिले झगडा हाम्रो उसको र मेरो कहिले पनि टम मिल्दैन क्या त्यही पनि हामी चाहिँ टम इन्जरी हुन्छ नि टम इन्जरी अघि भर्खर झगडा भएको थियो अनि फेरि आधी घन्टामा मिलिहाल्यो हामी फेरि यस्तैमा हाम्रो रमाइलो हुन्छ यसको रोइदिन नि यसलाई छोड्ने बेला मैले यसलाई रुनु त्यो गर्नु त सकिन्न क्या ओए तेरो त्यसमा चाहिँ म रोदिनँ चिन्ता नगर त्यस्तो हुँदैन क्या मैले तेरोमा त मैले तेरो हेर्दै म रुँदै रुन्न बुझिस् नि ओए
तेरो त्यसमा म रुँदै रुन्न। म त झन्कुसी कोही पनि नर उ त पैसा फाक्छ। यो चाहिँ गाइज मेरो जम्मा त्यति मात्र चाहिँ हो। फेरि उडेको पैसा सुटिङको पनि के हो एउटा पैसा त अलिकति सपिङ गर्ने पैसा हो यो होइन, जम्मा थोरै छ। मेरो चाहिँ 1 गतेको फ्लाइट हो, उसको चाहिँ भोलिको फ्लाइट हो। गाह्रो छ। यो चाहिँ मेरो हुने भयो है गाइज, यो चाहिँ मेरो हुने भयो। दिदीको चाहिँ यो हुने भयो, यो हुने भयो, यो हुने भयो, यो त होइन अरू बाहिर छ, यो बाहिर हुने भयो। मैले चाहिँ 30 किलो छोरा मान्छे हो, काम गर्न जान्न त अनि कहाँबाट हुनसक्छ होइन। त्यही भएर सिधै यति एउटैमा मस्तले हुन्छ। जति सक्दो यो पनि लिएर जाने हो गिटार, झोला किन्न पर्ने भयो। भाग्यमानी हो क्या। सबै सामानहरू राखन्। ल बाबालाई पनि राम्रो हो, यत्रो छोरी हो भनेर बिहा गरेर पठाउनु भन्दा ल पढ्दाले आफूले चाहेको कुरा गर भन्नुभयो। यही कुराबाट धेरै खुसी एकदम बाबाको राख्नु यहाँ के भने मलाई त मधेस नि गरेर सुक्खै चाहिने हो। ल ढोका ल सनमलाई ल साथ न म लगाइदिन्छु। ल साथ ल मैले यहीँ एयरपोर्टमा लाउनु भन्दा यहीँ 3 चोटि लाउने हो। साथ न गर्नु सक्दिनँ तपाईँले सबै सोचेको आँटेको सबै पुरा होस्। अब तेरो अब आधा भयो भने मेरो पनि अब 9 दिनपछि भइहाल्छ। चिन्ता नगर, सँगै उड्ने भनेको सँगै उड्ने भइयो। दिदी अगाडि भाइ पछाडि 9 दिनको फरकमा। ल राम्रोसँग गरोस्। धन्यवाद। तिमीले नामसँग जाऊ ल कङ्गाल मारौँ भइहाल्छ। ल मेरोबाट 1-2टा पठाइदिन्छ है। साथीले पनि अब उसको पनि भिजा आयो गाइज, उसको पनि अब आजै उड्ने हो यो त। मेरो पनि भिजा आइसक्यो, नेपालमा गइरहन्न क्या। अब गाह्रो छ। अब यिनीहरू सामानहरू पनि अब पठाउ पनि बुक गरेको पठाउ पनि आइसकेछ होइन। यता पठाउ बुक गरेको पठाउ पनि आइसक्यो होइन। अब यो सबै सामानहरू चाहिँ मैले छोडिदिनु पर्छ। अब चाहिँ अब यहाँ चाहिँ के गर्ने, फोटो खिच्ने अरे होइन गाइज। सेल्फी मोडमा रहेछ, रोक्नु बन्द गर्नु न नत्र खिच त ल खिचिदिन्छ नभए फेरि ठिकै आइदियोस्। ब्लग नबनाइदेऊ नि त फेरि उ त्यहाँ अगाडिपट्टि जाऊ क्या अगाडि जाऊ तिमी यस्तो रोइरह बल्दाइको मोबाइलबाट खिच न 80,000 को बिग्रिन्छ अहिले धेरै भइसक्यो। बल्दै फोटो खिच न 80,000बाट। बाई राम्रोसँग जा। ग्रुपको अब मिलनसार भयो स्टार्ट। दुःख छ जानै पर्दो रहेछ जिन्दगीमा। बाई भाइलाई पनि भित्र हाल्दै हो यही हो र होइन। पैसा कमायो भने ऱ्यापिङलाई पैसा कमायो भने ट्रान्सफर गरिदिइहाल है। गाइज है अहिले चाहिँ ठ्याक्क 9:30 भएको छ होइन। अनि मैले दिदीलाई पनि उडाएँ होइन।
दिदीलाई अब सबै भयो न त्यो भएर चाहिँ सबै घुलमिल भएर चाहिँ दिदीहरूलाई उडाएन हामीले अनि उताबाट साइना बाबाहरू दिदीहरू उसको साथीहरू पनि आउनु थियो नि त उडाएर अनि म चाहिँ 1 घन्टा म त बस्नु पर्ने भएको थियो कि बाबा चाहिँ अब कलङ्की जान्छ कलङ्कीदेखि चाहिँ चितवन जानुहुन्छ आज गइसक्नु पर्ने भयो यता गौशालाको बाटो हुँदै अब हामी चाहिँ सिनामङ्गलको बाटो पुग्नुलाई अब सिनामङ्गलबाट हामी दिगो पुगेपछि कपुरझारै जान्छौँ नि त गाडी त्यहाँबाट हामी जाने अनि म चाहिँ अब त्यो भनौँ न पास त्यो बाउन्ड्री पास भयो भने त्यो भयो भने चाहिँ फोन गर है भनेको फोन भइसकेको छ 15-20 मिनटमा चाहिँ ल म भित्र गएँ है भन्ने दिदीले अनि त्यसपछि म पनि अब आएँ सँगै भयो अब चाहिँ भोक लाग्यो अलिकति नास्ता खाने त्यसपछि नास्ता खाएर दिदीलाई पनि उडाइसकेको हजुरले भ्लगमा हेर्नु पनि सक्नुभयो अनि अहिले चाहिँ 5:30 भइसक्यो दिदी चाहिँ गई उडी होइन अब दिल्ली भन्दा दुबई ट्रान्जिट छ बाबा चाहिँ चितवन पुगिसक्नु भयो अब म चाहिँ अब हिँडेर अब घर जाने अब ड्राइभ चाहिँ आउँदैछ होइन अनि चाहिँ अब सबै रित्तिसक्यो अनि मेरो सपिङ गर्ने ठाउँ यो अनि त्यसपछि यो पनि छ त्यही भएर हो किनभने अब मैले चाहिँ पर्मानेन्टली चाहिँ काठमाडौँ चाहिँ अब छोड्न लागिसकेँ अब यो रुममा अब म बस्दिनँ अब बस्ने भनेको जम्मा 2 जना मात्र हुन् होइन म चाहिँ घर आइसकेँ अहिले चाहिँ ठ्याक्क 6:35 भएको छ होइन अनि मेरो सामान चाहिँ भनौँ न हजुरले देखाएको थिएँ नि त मेरो सामान चाहिँ अगाडि नै आयो तर चाहिँ म चाहिँ घर आएको थिइनँ त्यति बेला मेरो सामान चाहिँ लगभग यहाँ आउँदा चाहिँ 12:30-1 बजे थियो होला घरमा आउँदा उता आउँदाखेरि 11:30 बजीसम्म म पुगिसकेको थिएँ नेपालगञ्ज अनि त्यसपछि मेरो सामान थियो कि मेरो काम थियो नि त उता नेपालगञ्ज अब धेरै दिन छैन नि त मार्च 14मा चाहिँ मेरो त्यो हो होइन फ्लाइट टिकट उड्ने नै हो क्रोसिया जाने हो होइन मैले भनिनँ कि हजुरलाई होइन म चाहिँ क्रोसिया जाँदैछु होइन आफ्नो कामको लागि अब स्टुडेन्टमा होइन सिधै वर्किङमा हानिदिएको अब किनभने दिदी पनि युके स्टुडेन्टमा जाने अनि म पनि अब कुनै ठाउँ स्टुडेन्टमा जाँदाखेरि चाहिँ अब घरमा आम्दानी आउने स्रोत हुँदैन नि त त्यो पनि कुरा बुझ्नु पऱ्यो नि त अनि म चाहिँ अगाडि हुँदा केही ट्राई गरेको थिएँ आइएसपिटी गर्दै अनि त्यो भएन अनि त्यसपछि मैले सिधै यता लगाइदिएको क्या अनि त्यसपछि काम भयो नि त अनि दिदी पनि अस्ति हिजो उडेको हो नि त हिजो दिदी चाहिँ मार्च 5मा उडी अब म चाहिँ मार्च 14मा उड्ने त्यति बेला चाहिँ ठ्याक्क चैतको 1 गते हुन्छ अनि हजुरको चाहिँ ठ्याक्क होली तरेको होली पनि पर्ने भयो अनि म चाहिँ त्यही हो अहिले चाहिँ भर्खरै आएर अनि अब ब्रस लाएर अब ब्रस फ्रेस हुनु पऱ्यो नि त फ्रेस भएर अब त्यो गर्नुपर्ने हो होइन ल यति भन्दै आजको भ्लग यहाँ खत्तम हुन्छ है अनि एउटा कुरा आफ्नो केयर गर्नु है।